ल सबैजनालाई नमस्कार है। यो चाहिँ मेरो कुखुराको खोरको लागि चाहिँ 110 फुट लामो भन्दैछ। यहाँ चाहिँ एकदमै जग्गा नमिलेको थियो, कोल्टे थियो हैन। ठ्याक्क 2 हप्ता 16 दिन खन्नलाई लाग्यो श्रम। अनि मुनिबाट पनि हामीले इटाको वाल 3 फुटको हालेका छौँ। अब यसको लम्बाइ ठ्याक्कै 110 फुट भयो। अनि त्यसमा हामीले 25 फुटको चौडाइ छ। अनि लास्टमा चाहिँ कमुलो जोस पुरा माटो भएको कारणले गर्दाखेरि बाइक घुमाइवरी बाइक हिँडाएर एकदमै चिल्लो बनाएको छौँ। लोकल कुखुराको फार्मको लागि यो तयारी हो। यो चाहिँ डाँडामा एकदमै डाँडामा रहेको छ। यो बाँसहरू लगभग 250-300 घाना जति झारिसक्यो है वरिपरि। अनि यो यतापट्टिको चाहिँ मेरो पुरानो फार्म हो हैन। यो मेरो पुरानो फार्म, यो 2 रोपनी क्षेत्रफलमा थियो भने अब यो फेरि 2.5 रोपनीमा बन्दैछ नयाँ फार्म। ल है गाइजहरू, यो पारिपट्टि देख्नुहुन्छ यो बिष्ठछाप एरिया हो। अनि यो टुप्पीखेल एरिया देख्न सक्नुहुनेछ। यो म चाहिँ एकदमै डाँडामा, मेरोदेखि तलतिरपट्टि चाहिँ लोकल कुखुराको फार्महरू ठुल्ठुलो देख्नुहुन्छ। लोकल कुखुरा हैन, ब्रोइलर पनि छ, लोकल कुखुरा। अनि फुल खेती, टमाटर खेती यानि तरकारी लगाए चाहिँ धेरै खालको फार्महरू छ। अब हामीले यहाँनिर बाँस सबै झारियो। अब किलाकाटीको काम छ। किलाकाटी चाहिँ हाम्रो अब भोलिदेखि स्टार्टिङ हुन्छ। तपाईँहरू कहाँबाट भिडियो हेर्नुहुँदैछ कमेन्ट गर्नु होला। र यदि लोकल कुखुरा पाल्नु हुँदैछ र लोकल कुखुरा पाल्दाखेरि धेरै कुरा ध्यान दिनुपर्ने कुराहरू हुन्छ, त्यसको लागि चाहिँ मेरो भिडियोको मुनिबाट नम्बर छोडेको छु, सम्पर्क गर्नुहोला। र यो खोर कस्तो बन्ने छ, एकदमै सस्तोमा बन्ने छ। तर सस्तो भन्दा पनि यो 2000 क्यापेसिटी, लगभग 2500 क्यापेसिटीको खोर बन्दैछ। यति बनाउँदा पनि 4 लाख माथि जाने भयो क्यालकुलेसन गर्दाखेरि। यदि जस्ताको छाना हुने चाहिँ असम्भवै थियो हैन। हामीले सिल्पोलिन प्लास्टिक लगाएर बनाउँदा पनि 4 लाख जति लाग्ने भयो हैन। त्यो भएको कारणले गर्दाखेरि तपाईहरुलाई कस्तो लाग्छ भिडियो र यो खोर कस्तो बन्छ अन्तिमसम्म हेर्नु होला। भिडियो प्रत्येक 2 दिनमा तपाईहरुलाई म अपलोड गर्नेछु। तपाईहरु कहाँबाट हेर्नुहुँदैछ कमेन्ट गर्नु होला, लाइक गर्नु होला। यदि भिडियो मन पर्यो भने शेयर गर्नु होला। र मसँग जोडिनु चाहनुहुन्छ भने फलो गर्न भने नभन्नु होला है त गाइजहरु।